सेफ्टी ट्याङ्की सफाई गर्नु पर्यो भने पोखराको घरहरूमा सेफ्टी ट्याङ्की सफाई गर्नु पर्यो, त्यहाँ दिशा पिसाब जन्ने जुन फोहोर हुन्छ त्यसको व्यवस्थापन गर्नु पर्यो, त्यसलाई निकालेर पठाउनु पर्यो भने एक टिपको कति पैसा लाग्छ? 5500 रुपियाँ। 5500 रुपियाँ हो। त्यहाँभन्दा बढी लिन पाइन्छ? त्यहाँभन्दा बढी यो आर्थिक ऐनमा छैन, लिन पाइँदैन। यो नम्बरमा म फोन लगाइदिन्छु। सरले चाहिँ मेरो सेफ्टी ट्याङ्की भरिएको थियो भाइ, सफा गर्नुपर्ने थियो, कति पैसा लाग्छ भनेर सोधिदिनुहोस् है एकचोटि। हुन्छ? हजुर हेलो, कहाँ पऱ्यो सर यो? ए सेफ्टी ट्याङ्कीको अफिस हो? त्यो सेफ्टी ट्याङ्की सफाई गरेको कि एक टिपको कति लाग्छ नि? 15,000। कति भने सरलाई? 15,000। कति लिनुपर्ने हो? 5500। अनि तपाईँ के हेरेर बस्नु भएको छ? अहिलेसम्म तपाईँ के हेरेर बस्नु भएको छ? यस्तो कुरा थाहा हुँदैन सरलाई, यस्तो कुरा थाहा हुँदैन। तपाईँ सरसफाई शाखाको अधिकृत स्तरको कर्मचारी हुनुहुन्छ। तपाईँको अगाडि सरसफाई गर्ने मान्छेले के भन्छन्? 15,000 लाग्छ। तपाईँले फोन गर्नुभयो नि, सरसफाइको मान्छे हुन् हो। के हेर्नुहुन्छ तपाईँ? अहिलेसम्म हामीलाई लिखित चाहिँ त्यो आएकै छैन। लिखित चाहिन्छ, लिखित आउनुपर्छ। अब तपाईँ लिखित आएर बस्नुहुन्छ। तपाईँ मैले यसरी पहिले जोडी तपाईँको अगाडि गफार्ने बजारभरि मान्छेलाई ठगिरहेछन्, दिन दहाडै ठगिरहेछन्, रातभरि ठगिरहेछन्। 15,000 5,500 भनेको 3 गुणा बढी शुल्क उठाइरहेछन्। तपाईँ यहाँ लिखित कुरेर बस्नुहुन्छ। यो लुट आजदेखि चलेको होइन नि, यो त जनजनलाई थाहा छ, हरेक पोखरेलीलाई थाहा छ। गुनासो तपाईँहरूसँग आएको छैन भन्ने कुरा त म त मान्दिनँ। तपाईँको घरमा सेफ्टी ट्याङ्की सफाई गर्नु पर्यो भनेर भन्नुहोस्, तपाईँको परिचय लुगाउनुहोस्, नगरपालिकाको सरसफाई शाखाको अधिकृत हुँ भनेर नभन्नुहोस्। तपाईँले 15,000 नभइकन तपाईँको घरको सेफ्टी ट्याङ्की उठाइदैन। यस्तो लुटतन्त्र कसरी हेरेर बस्न सकिन्छ भनेको क्या। व्यक्तिगत हिसाबले हर्क गायकलाई सोधेको प्रश्न होइन के यो त महानगरलाई सोधेको प्रश्न हो। यसको जिम्मेवार तपाईँ इन्डिभिजुअल तपाईँ पनि हो, बलराम पाठक पनि हो, यो माछाको प्रमुख पनि हो, मेयर पनि हो, हाकिम पनि हो क्या। यस्तो पनि अनुगमन नियमन भन्ने कुरा यस्तो पनि हुन्छ। ठग भनेर ठेक्का दिएको हो र यो ठेकेदारलाई, यो त ठग्ने ठेक्का जस्तो भयो क्या।